Alright guys, hello, welcome to my vlog. आज चाहिँ हामीहरु सबैजना घुम्न जाँदै छौं। यहाँ पछाडी भाउजू हुनुहुन्छ, हाम्रो दाइ न्युयोर्कबाट आउनु भएको छ हैन। अब हामी चाहिँ अलिकति हामी वाटरचेस्टर्स स्की रिसोर्ट जाँदै छौं आज। अनि पछाडी चाहिँ यहाँ हर्षिकाहरु मामहरु पछाडी बसिन्छ। अनि हामी अहिले हार्दिक पनि छ यहाँ। हामी बाटोमा छौं। अब हामीलाई लगभग 45 मिनेट्स अझै छ ड्राइभ। र हामी त्यहाँ पुगेपछि अनि त्यहाँ के हुन्छ सबै कुराहरु भन्छौं र हाम्रो यहाँ तिमीलाई कस्तो लागिरहेको छ त किशोर? एकदम रमाइलो यार। हिँडिरहेको बाटो जन आज हाम्रो बब्लाले म्याच देखाउन त धेरै पछि जाँदाखेरि जन रमाइलो कस्तो लागिरहेको भन्नु त? एकदम राम्रो। अनि दाइलाई कस्तो लाग्यो दाइ? Oh, it's so grateful to join you guys. I supposed to be back to yesterday, but I'm still here in Boston, all the way from New York. So yeah, I'm enjoying today. Thank you all of you guys. All right. अब हामी धेरै रमाइलो गर्छौं, धेरै चीजहरु धेरै रमाइलो गर्छौं, सबै कुराहरु ब्लगमा आउँछ। All right. Alright guys, हामी almost अब 5 minutes away छौं अनि हामी पुग्न लाग्यौं। एकदमै बाहिरको भ्यूहरु एकदमै राम्रो छ। एकदमै रमाइलो भइरहेछ। एकदमै दामी देखिरहेछ। Hello, it's me Babu Agle from all the way from New York, and there is my boy right here on the back. Kishore कस्तो लागिरहेछ? Kishore, I'm so excited. Dallakoti. हर्षिका कस्तो लागिरहेछ भाउजूलाई? मामु यु देयर? अलिकति गर्मी नै भयो के? अब गर्मी भयो, हामी आइपुग्नु पनि लाग्यौं हैन। अब अरु त्यहाँको सबै कुराहरु अब त्यहाँ रमाइलो हुन्छ, रमाइलो छ। बाहिर एकदम चिसो हावा छ। एकदम रमाइलो भइरहेछ बाहिरको भ्यूहरु। अलराइट, हामी फाइनली आइपुगेको छौं। हामी सबैजना जाँदै छौं। अब चाहिँ हामी बस चढ्नु पर्छ। उता बस छ। यो बस लिएर हामी जाँदै छौं र सबैजना एक्साइटेड छ? हर्षिका एक्साइटेड? हार्दिक एक्साइटेड? ल सबैजना एक्साइटेड छ। अब हामी बस चढ्दै छौं। बस चढेर हामी जान्छौं। मामु के छ, रमाइलो भा? ल अब सी यु। अलराइट, अब हामी चाहिँ यहाँ बस वेट गर्दै छौं। दाइ हुन्छ, हामी टक्क लागेर रमाइलो भए नि दाइ। वेदरले साथ दिएको छ हैन? बवाल वेदरले साथ दिएको छ। हार्दिक यता हेर, कस्तो लागिरहेको छ तिमीलाई? बोल न। बवाल किशोर ठिक छ नि?
अब हामी एकछिनमा आउँदैछ बस जान्छौँ ओके गाइस हामी अब बसमा छ अब हामी कहाँ जाँदैछ अब त्यहाँ अप्रिल जाने हो हार्दिक अब हामी कहाँ जानला I think we're gonna go to Mountain? Alright, so हामी यहाँ आइसक्यौँ अब यहाँभित्र हामी राइडको लागि जाँदैछौँ र राइडमा चाहिँ अब हामी सबजना वेट गरिरहेका छौँ राइड चाहिँ माथि छ यहाँबाट माथिबाट चढ्ने हो र हामी जाँदैछौँ अब रमाइलो हुन्छ Alright. ल अब हामी जाँदैछौँ हाई हार्दिक फर्किँदा अझै रमाइलो अलराइट सो हामी अहिले राइडमा छौँ जाँदैछौँ रमाइलो भइरहेछ पछाडि यहाँ हाई भन अहिले फोटो खिचिदिन्छु 6 हो म टन्नै बस्नुपर्छ अहिले ल हामी जाँदैछौँ माथि ल यहाँ दुईजना हिरोहरू चाहिँ यहाँ बसिरहेछ पछाडि यहाँ पुरै हिरोहरू दुईजना बसिरहेछ पुरै बियर खाँदै खाँदै दामी अनि यहाँ अगाडि भाउजू भाउजू यता हाई भन्नु हाई यहाँ भाउजूहरू चाहिँ अगाडिको हुनुहुन्छ हामी चाहिँ यहाँ पछाडिकोमा छौँ रमाइलो यहाँ फल हेर्दै हेर्दै हिँड्दैछौँ ल यता हेर यता हेर ल है हामी अब फर्किन लाग्यौँ सर अब यहाँबाट भ्यू देखिन्छ दामी लेकको अनि फल हेर्ने हो अब यहाँबाट चाहिँ फलहरू देखिन्छ मस्त यहाँ हाम्रो पछाडि सोल्टीहरू हुनुहुन्छ ल अब भ्यूहरू हेरौँ अगाडिको दामी पाराले ल हामी यहाँ टक्क जाँदैछौँ अब यहाँबाट पुरै फलहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ सबै फलहरू यहाँ लेक छ एउटा लेक पनि दामी छ मामु हल्चिन्छ मजाले बसिरहेको छ भिडियो खिच्दै अनि अगाडि भाउजू भाउजू ल तपाईँलाई ठ्याक्क जुम गरेको छु ल यता हेर्नु त आम्मा दामी लेक भाउजू लास्ट डढाउँछन् नि ल फाइनली हामी झऱ्यौँ यहाँबाट अब कस्तो लाग्यो रमाइलो भयो नामु कस्तो लाग्यो हार्दिक हाउ वाज इट गुड अलराइट अब हामी चाहिँ मेला घुम्न जाँदैछौँ मेलातिर जाँदैछौँ र मेलामा अब यसो घुमिन्छ यताबाट जहाँ गइन्छ यताबाट एक राउन्ड घुमेर आइन्छ किशोरलाई कस्तो लाग्यो किशोर दुई शब्द बोल्देऊ न यस्तो कि यस्तो हुन्छ नि केबल कार मनोकामनामा चढेको थियो तर अलिकति स्लो गएको थियो होइन तर पनि भ्यूको कारणले गर्दाखेरि धेरै राम्रो अलराइट ल अब हामी यता जान्छौँ एक राउन्ड यता घुमेर आउँछौँ सबैतिर ल लेट्स सी क्यामेल होइन यो बाख्रा हो बाख्रा जस्तो टाइपको अहिले त स्ट्याचु भएर बस्यो त हार्दिक आउट यु वान्ट टु टच Back there, perfect. Your hand was so fast. Get over here, boy. All right, give him a round of applause. Oh, my. All right, stand right here. What is your name? What is it? Winston? Winston. Everyone say, Winston, you are amazing. Winston, you're amazing. Now, I'm only pretending that I don't know Winston. Winston and I have actually been practicing this routine for the last 15 years. Right, Winston? Yes, good answer. All right, so what Winston's going to do is he's going to take these 3 juggling balls, he's going to toss them back and forth in front of himself just like this. He's going to take one of the balls and ping pong it over the other 2. He's going to go up and on the sides. He's going to oh my goodness, he's going to crisscross one just like that. Winston's going to bounce one off his knee, go under his legs a couple times. Winston, don't forget to kick one with your foot and go behind your back, Winston. Throw him in a circular pattern after that, do a Mel's Mess configuration, really to confuse him, and then chops. Yeah. And that's all I need you to do.
काठको बुद्ध कस्तो राम्रो कस्तो दामी आर्ट यो आर्ट चाहिँ मलाई यस्तो मन पर्यो यसरी बनाउँदो रहेछ हैन काटेर टक्क लाएर यस्तो बनाउँदैछ यस्तो राम्रो राम्रो आर्टहरू बनाउँछ इगलहरू उलहरू हैन यो फक्स जस्तो छ यस्तो नाइस छ के एकदमै ह्यान्ड आर्ट सो कुल अरू पनि देखाउँछु यस्तो राम्रो छ यो एकदमै दामी छ अलराइट सो हामी चाहिँ अब निस्क्यौँ यहाँबाट सबैजनाहरू निस्किँदैछौँ र हामी सबैलाई वेट गरेर बसिरहेको छु म र हार्दिक चाहिँ यहाँ छ हार्दिक के खाँदैछ हार्दिक के खाएको व्हाट इज द्याट क्यान्डी खाँदैछ उता हेलोविनको क्यान्डी एकदम रमाइलो भयो आज रमाइलो गरियो सबै सावर सो सावर रे एकदम सावर छ भन्छ अनि एकदम रमाइलो भयो हामी स्की गर्नलाई आउने ठाउँ हो यो चाहिँ प्रायः तर आज चाहिँ रमाइलो भयो धेरै फन भयो रमाइलो भइरहेको छ अलराइट फाइनली हामी फर्किँदैछौँ अब चाहिँ बस चढ्दैछौँ अब यहाँबाट चाहिँ बस चढेर हामी फर्किँदैछौँ र जाँदैछौँ सबैजना ल आउनु आउनु सबैजना ल बसमा आइपुग्यौँ अब बसबाट हामी जाँदैछौँ फेरि ब्याक टु गाडी भएको ठाउँ र बसमा छौँ हामी अहिले